नमस्कार साथीहरू, मेरो यस युनिक टेक्नोलोजी च्यानलमा यहाँलाई स्वागत छ। साथीहरू, म आज एडोब फोटोसप 7.0 मा यस्तो ब्लर भएको डकुमेन्ट धेरै अथवा यो अलिकति मधुरो भएको डकुमेन्टलाई क्लियर कसरी बनाउने अथवा प्रष्ट देखिने कसरी बनाउने, यस्तो इमेजलाई यस्तो कसरी बनाउने है, यो ब्लरलाई हटाएर अनब्लर क्लियर बुझ्ने कसरी बनाउने, म यही कुरा सिकाउँदैछु साथीहरू आज। अब यसको लागि चाहिँ अहिले मैले यसलाई बन्द गरिदिएँ। अब यस्तो खालको डकुमेन्टलाई यो ब्लर धेरै भएको छ साथीहरू, केही पनि करिब अलिकति नमुना मात्र देखिन्छ, नबुझिने भएको छ। अब यसलाई क्लियर कसरी गर्ने है, त्यसको लागि चाहिँ म यहाँ राइट क्लिक गरेर एउटा डुप्लिकेट कपी बनाएँ यसको, किनकि तपाईहरुलाई पछि देखाउन सजिलो हुन्छ। अब त्यसको लागि चाहिँ सुरुमा के गर्नु होला त भने ब्याकग्राउन्ड इमेज छ, यसलाई चाहिँ यसको एउटा कपी बनाउँछु म। क्लिक गरेर क्लिक सँगै तल ड्र गरेर हैन लिएर यसमा छोड्नु भने एउटा यहाँ कपी बनेको छ साथीहरू। कपी गरिसकेपछि अब म फिल्टरमा गएर त्यसपछि यहाँनेर ओदर भन्ने अप्सन छ साथीहरू, यो ओदरमा गएर हाई पास भन्ने अप्सनमा क्लिक गर्नु होला। अब यो आफ्नो डकुमेन्टको हाई पास कति दिने, रेडियस कति दिने साथीहरू है। अब यसको चाहिँ म 50 नै राख्छु। अब तपाईहरुले कतिको ब्लर छ त्यही अनुसारले 100 200 हैन यसरी चाहिँ दिन सक्नुहुन्छ। मैले अहिलेलाई चाहिँ रेडियस चाहिँ 50 नै राखेँ। ओकेमा क्लिक गरेर साथीहरू, अब यति गरिसकेपछि साथीहरू अब यहाँनिर गएर यो नर्मल अप्सनमा क्लिक गरेर लाइन लाइट भन्ने छ साथीहरू, लाइनर लाइटमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि लाइनर लाइट पनि आएको छ साथीहरू। अब यति गरिसकेपछि मैले यहाँनिर गएर क्लिक गरेर कन्ट्रोल ई गरेर यसलाई मर्ज गरिदिएँ साथीहरू है। मर्ज गरिसकेपछि अब फेरि फिल्टरमा जानु होला। फिल्टरमा गएर सर्पन भन्ने अप्सन छ, यसमा क्लिक गरेर अनसर्पन मार्क्समा क्लिक गर्नु होला। अनि यहाँ एमाउन्ट देखाउँछ साथीहरू, यो अब तपाईको इमेज अनुसार कति छ हैन, 100 अनि 50 कति छ त्यो अनुसार राख्न सक्नुहुन्छ। अहिले मैले यसलाई 50 नै राखेँ। ओकेमा क्लिक गरेर साथीहरू है, यति गरिसकेपछि अब इमेजमा जानु होला, एडजस्टमेन्टमा जानु होला, लेभलमा जानु होला। अनि इनपुट लेभलमा अहिले 0 छ साथीहरू, यसमा चाहिँ मैले 40 राखेँ। अब आउटपुट चाहिँ यो चाहिँ ठिकै छ साथीहरू। यसलाई मैले के चलाएन, ओके नै गरेँ है। अब यति गरिसकेपछि मेरो डकुमेन्ट अब यो भन्दा क्लियर भएको छ साथीहरू है। पहिला चाहिँ यस्तो थियो, अब यसलाई चाहिँ मैले यस्तो बनाएँ है। पहिला केही पनि यस्तो बुझ्दैन थियो हैन, एकदमै मधुरो थियो भने अब यसलाई मैले यसरी बुझिने बनाएको साथीहरू है। अब यसरी नै तपाईहरुले पनि एडोब फोटोसप 7.0 मा काम गर्दै हुनुहुन्छ भने ब्लर डकुमेन्टलाई अनब्लर यसरी बनाउन सक्नुहुन्छ साथीहरू। अब यस्तै जानकारीमूलक भिडियोको लागि मेरो युनिक टेक्नोलोजी च्यानललाई चाहिँ सब्स्क्राइब गरिराख्नु होला भन्दै धन्यवाद है त। म नेक्स्ट भिडियोमा नेक्स्ट टपिकको साथ तपाईहरुमा उपस्थित हुने नै छु। अहिलेलाई भने बिदा भएँ साथीहरू है त।